यो ठेगाना यहीँको हो? कहाँबाट पायो यो कार्ड? यो बक्सामा थियो। लिनुस् आफ्नो सामान। ओहो, मेरो ब्याग। तर यसको बदलामा 25,000 रुपियाँ चाहिन्छ। 25,000 त 25,000, तर दिनको 25,000। मसँग काम गर्ने? 25,000 दिनको गर्छु, खुसीका साथ गर्छु। जुपिटर, मिस्टर भूषणलाई भनेर उसलाई हङकङमा अंग्रेजी पढ्न पठाइदे। लीलावन, म पनि अंग्रेजी पढ्न जान्छु हङकङ। इडियट, जान्छस् अंग्रेजी पढ्न? तँलाई अंग्रेजी पढ्न पठायो भने त नेपाली समेत बिर्सेर आउँछस्। मलाई भोलि 11 बजे यही ठाउँमा भेट्न आऊ। ठिक छ, भोलि म 11 बजे आउँछु। आहा, देखिस् कति राम्रो मान्छे। ए सुन त, नाम के हो? संजोग। बहुत अच्छा, ठीक है, मैं गुरशोक से बात करूंगा। They have found the briefcase, but they are asking 87 lakhs euro. What? 87 lakh euro? Killer! Kill! I hate this Lilavan. I want to see her die. Mr. Gurusuk, Jupiter has left Lilavan. He wants to join our gang. Welcome to our gang, Mr. Jupiter. Thank you, sir. Now tell me, who would be our man in Nepal? Mr. Gurusuk, I think Rohit. Jolly, my darling. रोहित, छोडा न। My darling. छोडा न भने। Jolly darling. Oh, baby. I love you, baby. I love you. यी बाजेलाई मेरो घरमा लिएर आउन, तिम्रो र मेरो बिहेको कुरा गर्न, बेबी। म बाजेलाई लिएर छिट्टै आउँछु है। So sweet. डली, किन दाहा लाग्यो हाम्रो जोडी देखेर? रिसाउँदा नि झनै राम्री। लभली किस। लभली किस होइन, लभली स्न्याप। म सबिना हुँ, डली होइन। आज गुरु शोक आउँदैछ, भरे राति पार्टी राख, सबिनाको डान्स पनि राख। गुरु शोकलाई खुसी पार्नु जरुरी छ। तर लीलावन, मेरो इन्फर्मेसन अनुसार गुरुसुक काठमाडौँ आउनै चाहदैन। त्यति मात्रै होइन, ऊ हामीसँग कुनै व्यापारै गर्न चाहदैन। त्यस्तो हुनै सक्दैन। मैले आफै आज बिहान मात्रै उसँग कुरा गरेकी थिएँ। आउँछ, जरुर आउँछ। स्वागतको तयारी गर। 87 लाख युरोको मामला छ। लीलावन, त्यही पनि एकचोटि कन्फर्म गर। गुरु शोक हङकङबाट 6 बजे आउँछ, पार्टी 9 बजे हुन्छ। ओके?